हामी डल्ले खुर्सानीको अचार बनाउँछौँ है त। यसको लागि मैले यहाँ लिएको छु यो तोरी भयो, तोरी, जुवानो, टिमुर, जिरा, त्यसपछि रहेको छ मिठा सोप। अब म यसलाई पिस्छु मिक्सरमा पिस्नको लागि। सायद अब यो भइसक्यो पनि होला। अब हेर्छौँ हामी यसलाई, हेर्न सक्नुहुन्छ यहाँ यतिको मसिनो धुलो भइसकेको छ। यो चाहिँ मैले है आफ्नै घरमा भएको जिरा, अब जिरा, सौंफ, तिनै सामग्रीहरू युज गरेछु। बजारबाट ल्याइन मैले के लिन त म लिन भनेर बजार गएको थिएँ, तर म बिर्सेर आएछु। त्यसैले म आफ्नै घरमा भएको सामान युज गर्दैछु। राख्छौँ नुन चाहियो, नुन अलि धेरै राख्नुपर्छ। नुन राख्छु अलि धेरै नै, नुनले गलाउँछ। अनि प्रेसरमै तेल राख्छौँ, मस्त तेलले झान्छ। अनि हाम्रो चाहिँ अचार रेडी हुन्छ। यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ। यस्तो मसालेदार भयो। सुक्न चाहिँ अलिक ड्राई नै छ है मेरो खुर्सानी। अनि यसमा हजुरहरूले भिनेगर राख्नु भने अझै पुग्दैन। अचार तातो तेलले झानेको थियो नि त, सेलाइसकेछ। अब म चाहिँ यो डब्बामा राख्छु। हेरौँ यो डब्बा भरिन्छ कि कति हुन्छ। म यसलाई खनाइसकेँ। अनि छेउछेउमा बिटमा लागेको छ नि त, मैले सफा गर्दैछु है त। अनि यसलाई चाहिँ भिनेगर हालेर राखिदिने भने कुहिँदैन के, धेरै लामो समयसम्म टिक्छ। मैले पनि अब भोलितिर यसमा भिनेगर राखेर सोचमा हो अब भिनेगर राख्छु। अनि पछिसम्म खुर्सानी नभएको बेलामा खाना हुन्छ नि त यो, त्यसैले ल अब यसरी नै खुर्सानी रेडी गर्न सकिन्छ, डल्ले खुर्सानीको अचार। अब कस्तो भयो केही दिनपछि खाएपछि प्रतिक्रिया दिन्छु है त, मिठो भएको छ कि छैन त।